फाइनल्ली हामीले चाहिँ अफिस रुम यही हो जस्तो लागेर चाहिँ हामी यहाँ बस्दैछौँ। किनभने पशुपति यहाँ म अगाडि त्यस्तो आएको छुइनँ, अफिस खोजेको छुइनँ। त्यही पनि यहाँ एक्चुअली म्यामलाई देखिरहेको छु। म म्यामसँग केही कुराहरू गर्छु है त। हेलो म्याम, नमस्कार। सन्चै हुनुहुन्छ? हामीले चाहिँ डाइरेक्ट क्यामेरा अन गरेरै आएका छौँ होइन। हजुरलाई केही अनकम्फर्टेबल त हुँदैन नि? हस्, म्यामले चाहिँ हामीलाई बस्ने पर्मिसन पनि दिइसक्नु भएको छ। तपाईँलाई मैले आफै तपाईँले क्वेसन सोध्नुभन्दा अगाडि नै मैले तपाईँलाई खुलाएर भन्न चाहेँ, हामी चाहिँ वेब नेपबाट आएका छौँ। सुन्नुभएको थियो कहिले? हजुर, सुनेको थिएँ। ओके, सुन्नुभएको रहेछ। हाम्रो चाहिँ डिजिटल मार्केटिङदेखि लिएर वेबसाइटहरू बनाउने सबै काम गर्छौँ। सो हामीले त्यो क्रममा चाहिँ भिडियो हाल्ने क्रममा चाहिँ धेरै प्यारेन्ट्सहरूले कतिपयले चाहिँ वान अफ द बेस्ट स्कुल कहाँनिर छ उर्लारीमा चाहिँ भनिदिनु पर्यो भनेर कतिपय मेसेजहरू आयो क्या। सो हामी त्यो क्रममा चाहिँ सर्वे गर्ने क्रममा छौँ। सो हामीले चाहिँ यहाँ सर्वे गर्न आउँदाखेरि चाहिँ यहाँनिर गेट बाहिर चाहिँ प्यारेन्ट्सहरूको भिड देख्यौँ होइन। त्यही भएर चाहिँ सुरुमै एकैचोटि पशुपतिको सर्वे गरौँ न त के रहेछ भनेर आएको छौँ। गर्न मिल्छ? हजुरले के को लागि सर्वे गर्न आउनुभएको छ? हजुरले के यो यस्तो हो, जस्तै बाहिर जब गर्ने, जस्तै कतिपयको जब भनेको मानिलिउँ धनकुटा हुनसक्छ, कसैको बिर्तामोड हुनसक्छ, कसैको काठमाडौँ हुन्छ। उहाँहरूको सरुवा भएर उहाँहरूको सुरुमा जब आएर उर्लाबारीमा परेको हुँदाखेरि होइन, कतिपय चाहिँ परिवार सरेर आएर विद्यालय खोज्ने क्रममा चाहिँ उहाँहरूले चाहिँ उर्लाबारीमा कहाँनिर चाहिँ बेस्ट स्कुल छ, बोर्डिङ छ भनेर सोध्ने क्रममा सोध्नु भएको थियो। त्यसको लागि चाहिँ हामीले वास्तवमा सर्वे गरेको हौँ होइन। यहाँनिरको स्टुडेन्टहरू के कति हुनुहुन्छ होइन, यहाँनिरको कस्तो पढाइरहेछ भनेर चाहिँ हामी तपाईँहरूले त आफ्नो विद्यालय भएर राम्रो अभियसली भन्नुहुन्छ। सो त्यही भएर चाहिँ गार्जेनको चाहिँ यहाँनिर हामीले चाहिँ रिभ्यू लिन खोजिरहेको छौँ, मिल्छ कि मिल्दैन भनेर। हजुरहरूले सर्वे गर्न सक्नुहुन्छ र हजुरहरू क्लास एक्जामिनेसन पनि आइरहेको छ। त्यो कारणले गर्दा क्लास डिस्टर्ब नहुने तरिकाले चाहिँ सर्वे गर्न सक्नुहुन्छ। भनेपछि यहाँनिर मैले सुने अनुसारले चाहिँ 3 सेसनमा ब्रेक हुने गरेछ भने चाहिँ हामी ब्रेकमै गर्न चाहिरहेको छौँ। अहिले प्यारेन्ट्सहरूलाई बाहिर देखिरहेको छौँ, खाजा लिएर आउनु भएको होला। सो त्यही ब्रेकको क्रममा गर्न खोजिरहेको छौँ। हजुरले भन्न सक्नुहुन्छ। मेनली चाहिँ हाम्रो के छ भनेदेखि प्राइमेरी, प्री प्राइमेरी र सेकेन्डरीको गरेर 3टा सिफ्टमा हाम्रो टिफिन टाइम रहेको छ। यसले टाइम अनुसारले चाहिँ हामीले बच्चाहरूले खुवाउने गर्छौँ। भने चाहिँ अब ब्रेक हुने टाइम भयो? हजुर, टाइम हुन लाग्यो, 2 मिनट बाँकी छ। ओके, हुन्छ। हामी त्यसो भए प्राइमेरी सेसनको चाहिँ सुरुबाट लिएर हामीले फर्दर त्यो लिँदै जान्छौँ। लास्टमा हजुरसँग भेट्छौँ नि त है? हुन्छ, थ्याङ्क यू। हस्, थ्याङ्क यू। सो फाइनल्ली हामीले चाहिँ अफिस रुममा पर्मिसन पनि लिइसकेका छौँ। अब यहाँनिर प्राइमेरी, प्री प्राइमेरी, प्री प्राइमेरी भनेर के भन्दै हुन्थ्यो, जे होस् सानो बच्चाहरूको चाहिँ ब्रेक हुने टाइम भइसकेको रहेछ। सो अब चाहिँ हामी त्यही प्राइमेरी सेसनतर्फ चाहिँ जाँदैछौँ है त।